तपाईलाई स्वागत छ। धन्यवाद। तपाईको छोटो परिचय दिनुहोस्। नमस्कार, मेरो नाम ज्ञानबहादुर थापा, घर बिरनौर 13 कर्णाली प्रदेश सुर्खेत। मेरो परिवारमा 5 जना सदस्य हुनुहुन्छ र मेरो शैक्षिक योग्यताको कुरा गर्दाखेरि +2 पास। ओके, तपाईलाई नेपाली सेना किन मनपर्छ? मलाई नेपाली सेना मन पर्नुको मुख्य कारण के हो भन्दाखेरि नेपाली सेना सङ्गठनभित्र रहेको अनुशासन, देशप्रतिको समर्पण र सम्मानित पहिचान हो। यसका साथसाथै नेपाल आर्मीले देशमा शान्ति सुरक्षा मात्र नभएर शान्ति कायम गर्न मात्र नभएर यसमा सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुनाले मलाई नेपाल आर्मी सङ्गठन एकदमै मनपर्छ। तपाईँ नेपाली सेनामा किन आबद्ध हुन चाहनुभएको हो? म चाहिँ आफ्नो व्यक्तिगत विकास सँगसँगै एउटा सङ्गठनिक हिसाबले सङ्गठनमा प्रवेश गरेर चाहिँ राष्ट्रको सेवा गर्नको निमित्त चाहिँ नेपाल आर्मी सङ्गठनमा चाहिँ आबद्ध हुन खोजेको हो। नेपाल आर्मीले राष्ट्रको लागि के कस्तो भूमिकाहरू खेल्दछ? नेपाल आर्मीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको सुरक्षा गर्नुका साथसाथै विपद व्यवस्थापन र राष्ट्रको विकास निर्माणको लागि चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईलाई नेपाली सेनामा किन लिने? म अनुशासित छु, मेहनती छु र नयाँ चुनौतीलाई सामना गर्ने सामर्थ्य राख्छु। यसका साथसाथै म आफूलाई राष्ट्रको सेवाको निमित्त समर्पित गर्न चाहन्छु। यदि तपाईँ यो पटक नेपाली सेनामा छनौट हुनु भएन भने के गर्नुहुन्छ? म यसपटक नेपाली सेनामा छनौट भइनँ भने आफ्नो समस्याहरूलाई सुधारेर पुनः प्रयास गर्नेछु। मानौँ तपाईँ नेपाली सेना बन्नको लागि आवश्यक उमेरहरू पनि सकियो भने अब तपाईँ के गर्नुहुन्छ? मेरो उमेर सकियो भने राष्ट्रको सेवा गर्नको निमित्त अन्य सङ्गठनहरू छन् र विभिन्न सेक्टरमा लागेर चाहिँ म राष्ट्रको सेवा गर्न सक्छु। नेपाली सेना सैन्य सङ्गठनको लागि अनुशासन एकदमै महत्त्वपूर्ण कुरा हो र तपाईँको विचारमा चाहिँ यो अनुशासन भनेको चाहिँ के हो? मेरो विचारमा अनुशासन भनेको नियम र आदेशको पालना गर्नु हो र यो एउटा सफल जीवनको आधार पनि हो। हजुरलाई सफलताको धेरै धेरै शुभकामना छ। बेस्ट अफ लक। धन्यवाद।